नमस्ते साथीहरू, तपाईहरू सबै कस्तो हुनुहुन्छ? आशा छ तपाईहरू धेरै राम्रो हुनुहुन्छ। साथीहरू, म पनि राम्रो छु। साथीहरू, म नीला हुँ र म एउटा नयाँ र रोचक कथा लिएर आएको छु। यदि तपाईले आजको कथा सुन्नुभयो भने तपाईको पाइपबाट पानी निस्कनेछ। कथा सुन्नु अघि हेडफोन प्रयोग गर्न नभुल्नुहोला र हो, तपाईहरू मध्ये जो मेरो इमो नम्बर चाहनुहुन्छ उनीहरूले पुरै कथा सुनेर मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला, किनकि अर्को कथामा म तपाईलाई मेरो इमेल नम्बर दिनेछु अनि तपाईहरू सबै मसँग भिडियो कलमा कुरा गर्न सक्नुहुन्छ। फिल्मको हिरोनी बनाइदिन्छु भन्दै मलाई काठमाडौँ लिएर आए पछाडि फिल्म बनाउने डाइरेक्टरहरूले मलाई निलो फिल्मको हिरोनी बनाएर छाडे। नयाँ फिल्मको नयाँ सुपरहिट हिरोनी बनाइदिन्छु भन्दै डाइरेक्टर र क्यामेराम्यानले मलाई पालैपालो होटेलको रुमभित्र मेरो खुत्रुकी नै फुट्ने गरी झड्का दिए। उनीहरूको त्यो कोब्रा साँपको झड्का मैले जिन्दगीभरि बिर्सिने छैन। मेरो कलिलो भर्खर 20 वर्षमा लागेको कमालो खुत्रुकीको मुखमा एक हात लामो कोब्रा साँपको करेन्टको झड्का लाउँदाखेरि 2-3 पटक त मैले पछाडि डिकीबाट ग्यासै छोडेकी थिएँ। म पनि एकदमै नौटङ्की पारेकी थिएँ, एकदमै बैसालु पाराकी थिएँ। सबैजनालाई मैले मेरो एटिट्युड देखाउने थिएँ जस्तो। त्यस्तै केटा मान्छेहरूले मलाई पट्याउन खोज्दाखेरि पनि मैले उनीहरूलाई भाउ दिने थिइनँ। यदि गाउँका अरू केटाहरूसँग पहिले नै मैले मेरो खुत्रुकीको घर खोलेको भएदेखि आज मैले डाइरेक्टर र क्यामेराम्यानको कोब्रा साँपको झड्का खाँदाखेरि मलाई यतिसम्म गाह्रो हुने रहेनछ। जिन्दगीमा अरू सबै कुराको टेस्ट लिइसकेकी थिएँ, तर यो केटा मान्छेहरूको कोब्रा साँपको टेस्ट भने मैले कहिले पनि लिएको थिइनँ। एउटाले मेरो पछाडि डिक्कीमा र अर्कोले मेरो खुत्रुकीमा उनीहरूको कोब्रा साँपलाई एकैपटक भित्र छिराउँदाखेरि आँखा सेतो बनाएर बेहोस हुम्ला जस्तो भएको थियो। गाउँमा सबैजना केटाहरू जब रात पर्थ्यो त्यस पछाडि दोहोरी साँझमा जाने गर्थे र म भने कहिले पनि ती केटा मान्छेहरूले मलाई जति पटाउन खोजे पनि म उनीहरूको पछि लागेर जाने थिइनँ। पोखरादेखि हाम्रो गाउँमा आउने गाडीको कन्ट्रक्टरले पनि मलाई धेरै पटक पटाएर मेरो खुत्रुकी पड्काउन खोजेको थियो, तर मैले धेरै पटक दिएकी थिइनँ। उसले 2-3 पटक त मेरो सुन्तलाहरू नै निचोरेर नै मलाई लास्टै बनाएको थियो। कहिलेकाहीँ मलाई कुनै केटा मान्छेहरूको कोब्रा साँपको याद आयो भनेदेखि मैले मेरो खुत्रुकी भित्र मेरो हातको कान्छी औँला पनि छिराउन डराउँथे। त्यसैले खुत्रुकी भन्दा बाहिरपट्टि नै मैले हल्लाएर गङ्गाजल निकालेर शान्त भएर बस्ने गर्थे। मेरो बाबा सानैमा बितेको हुनाले मेरो मम्मीले अर्को बाबासँग विवाह गरेर आउनु भएको थियो र मलाई पनि उहाँसँगै लिएर आउनु भएको थियो। मेरो बाबाले जब मेरो मम्मीलाई विवाह गर्नुभयो त्यस पछाडि मेरो बाबाले मम्मीलाई भन्दा बढी मसँग नै नजर लगाउनुहुन्थ्यो। जब उहाँले रक्सी खानुहुन्थ्यो त्यतिखेर उहाँले आफ्नो काखमा मलाई राखेर सानो बच्चालाई चुम्मा खाएको जस्तो गरेर मलाई चुम्मा खानुहुन्थ्यो र जब म उहाँको काखमा बस्दाखेरि उहाँको कोब्रा साँप तनक्क भएर तन्किने गर्थ्यो र मेरो डिकी जहाँ छ उहाँले आफ्नो कोब्रा साँपलाई मेरो डिकीतिरै तेसर नलाउनुहुन्थ्यो। मेरो बाउ बनाउँदो एकदमै पापी रहेछ। एक दिन मेरो मम्मी घरमा नभएको बेलामा दिउँसै दशैं लागेको थियो। उहाँलाई दशैंको 4-5 दिनसम्म पनि दशैं लागेको थियो। रक्सी खाएर लास्टै भएर बौलाउनु भएको थियो। जब मम्मी घरमा नभए पछाडि शिल्पा छोरी यता आऊ त, आज म तिमीसँग एउटा सिरियस कुरा गर्छु। विवाह गरिसके पछाडि ज्वाइँले पक्कै पनि तिम्रो खुत्रुकी नखोली छोड्दैनन्, बरु तिम्रो खुत्रुकी अहिले नै मैले बिस्तारै नदुख्ने गरी खुत्रुकी खोलिदिन्छु भन्दै उहाँले मलाई आफ्नो मोबाइलमा निलो फिल्म देखाएर मेरो गङ्गाजलबाट पुरै पानी निकालिदिनु भयो। त्यस पछाडि मैले आफूलाई सम्हाल्न नसके पछाडि उहाँले मलाई म सर्पाजै भएर उहाँको काखमा बटारी राखेकी थिए। त्यतिखेर उहाँले मेरो खुत्रुकीमा आफ्नो कोप्रसाप छिराउने कोसिस गर्नु भएको थियो। अचानक त्यही बेला मेरो मम्मी आएर के गर्नु भएको हो यस्तो पापी भन्दै उहाँले मेरो बाबालाई हात समातेर लानुभयो। त्यो दिनमा धन्न मेरो खुत्रुकीको मुख जुठो हुनबाट बाँचेको थियो। म एकदमै सुन्दरी थिएँ। मेरो मम्मीले मलाई सानैदेखिबाट मोडल बनाउन खोज्नुहुन्थ्यो। मैले पनि सानैदेखिबाट मोडलले लगाउने कपडाहरू लगाउने गर्थेँ।
छोटा छोटा स्कर्टहरू लगाउँथे र जामाहरू माथि टी सर्टहरू लगाउँथे र मेरो टी सर्ट लगाउँदाखेरि सुन्तला ठुलो भएको हुनाले गाउँका सबै केटाहरूले मेरो सुन्तलामा नजर लगाउँथे। एक दिनको कुरा हो, हाम्रो गाउँमा एउटा म्युजिक भिडियोको सुटिङ गरिरहेका रहेछन्। त्यहाँ म गएर क्यामेराम्यानलाई भने के म पनि तपाईहरूको सुटिङमा सामेल हुन सक्छु भनेको। उहाँले होइन, पहिला तपाईले हामीसँग डिल गर्नुपर्छ भन्नुभयो। मैले उहाँलाई भने डिल भनेको के हो? म डिल गर्न तयार छु, तर मलाई मोडल बनाइदिनु, मेरो सानैदेखिको मोडल बन्ने इच्छा हो। बरु कति पैसा लाग्छ त्यो पैसा पनि म पे गर्न तयार छु भनेको। उहाँले मलाई आफूसँगै काठमाडौँ हिँड्न भनेर अफर गर्नुभयो। म पनि खुसी हुँदै मेरो मम्मीलाई आएर भने डाइरेक्टर साहबले र क्यामेराम्यानले मलाई म्युजिक भिडियोमा खेल्नको लागि काठमाडौँ हिँड भन्नुभएको छ मम्मी भनेको। उहाँले मलाई अलिकति आफूले धरोको टुप्पोमा बाँधेर राखेको पैसा निकालेर दिनुभयो। भोलिपल्ट बिहान जब हाम्रो गाउँबाट काठमाडौँको बस छुटेको थियो, त्यतिखेर म पनि डाइरेक्टर र क्यामेराम्यानहरूसँग काठमाडौँ आएँ। गाउँको कच्ची रोड भएको हुनाले उनीहरूले मलाई लास्टको सिटमा राखेका थिए। बीचमा म थिएँ र देउरे दाहिनेतिर डाइरेक्टर र क्यामेराम्यान थिए। उनीहरू मसँग जानी जानी ठोकिएका थिए र अर्कोतिर गाडीले पनि लास्ट सिटमा भएको हुनाले लास्टै झ्याकी राखेको थियो। उनीहरूले मलाई त्यही मौका पारेर झुक्कै झुक्कै मेरो सुन्तलामा हात लगाइराखेका थिए। त्यतिखेर मैले उनीहरूसँग जे गरेर भए पनि, जसो गरेर भए पनि म मोडल भएरै छोड्छु भनेर सोचेकी थिएँ। उनीहरूले मेरो सुन्तलालाई टच गर्दाखेरि मैले के गर्नुभएको हो? डाइरेक्टर साहब यस्तो भनेको, उहाँले मोडल खेल्ने मान्छेलाई अलिअलि टचिङ गर्दाखेरि त केही पनि हुँदैन, यस्तो त भइहाल्छ नि। सुटिङको क्रममा भन्दै मलाई जिस्काउन थाल्नुभयो। मैले उहाँलाई भने सुटिङ गर्ने भन्दैमा यस्तो गर्नुपर्छ त टच गर्नुपर्छ त भनेको, तिमीलाई बानी पारेको हो, तिम्रो एक्जाम परीक्षा लिएको हो भन्दै उहाँले अझै मलाई जानी जानी मेरो खुत्रुकीतिर आफ्नो हातले छुन खोज्नुहुन्थ्यो। गाडीमा अगाडि सबैजना टन्न बसेका थिए। उनीहरूले मलाई दुईजना केटा मान्छेहरूको बीचमा बसेर उनीहरूसँग मस्की मस्की कुराकानी गरेको देखेर मलाई हेर्दै हाँस्दै गरेका थिए। जब त्यस पछाडि हामीहरू काठमाडौँ नयाँ बस पार्कमा बिहानको 4 बजे गाडीबाट झर्यौं, त्यस पछाडि उनीहरूले मलाई आफू बस्ने होटलमा लिएर गए। यो भन्दा अगाडि म काठमाडौँ कहिल्यै पनि आएको थिइनँ, त्यसैले मैले उनीहरूको पिछा पिछा जानु बाहेक अरू केही पनि सोचिन। यदि काठमाडौँको ठाउँमा आफ्नो चिने जानेको कोही आफन्त भएको भए पनि म उनीहरूको ठाउँमा गएर बस्थे। मेरो कोही पनि नभए पछाडि म उनीहरूसँग उनीहरू बस्ने होटलको कोठामा जान बाध्य भएँ। त्यो राति त उनीहरू पनि गाडीमा एकदमै अनिदो भएको हुनाले बिहान 5 बजे होटलमा गएको उनीहरू पनि र म पनि एउटै खाटमा तेर्सो परेर 3 जना सुतियो। त्यस पछाडि जब बिहान 9 बजे हामीहरू उठेका थियौं, उनीहरूले आफू फ्रेस भएर आउँछु भन्दै पालै पालो बाथरुम भित्र छिरे र मलाई पनि छोटा छोटा कपडा लगाएर बस भित्र सिल्याक्स लगाऊ र बाहिरपट्टि छोटो जामा लगाऊ भन्दै उनीहरूले मलाई तिमी हिरोनी भन्दा कम देखिनु हुँदैन, एकदम राम्री सुन्दरी भएर बाहिर निस्क, मेकअप पाउडर जे जति पनि तिमीलाई लगाउँछौ सबै लगाएर तिमी एकदमै ब्युटिफुल भएर बाहिर निस्क्या भन्दै उनीहरू पालै पालो बाथरुम भित्र छिरेका थिए। जब डाइरेक्टर साहब बाथरुम भित्रबाट निस्किँदाखेरि म एकदमै रेडी भएर मेकअप गरेर बसेकी थिएँ। उहाँले जब मलाई देख्नुभयो त्यतिखेर नै उहाँले आफ्नो जिब्रो सर्पले झैं बटार्नु भएको थियो। उहाँले मलाई तिमी मोडल हुने पक्का भन्दै मलाई जिस्काउन थाल्नुभयो र उहाँ मेरो आडामा आएर बस्नुभयो। त्यस पछाडि उहाँले मलाई लिएर एउटा खाली गार्डनमा जानुभयो र त्यो गार्डनमा एकजना क्यामेराम्यानले क्यामेरा तेसार्दै मेरो भिडियो गर्न लाग्यो र डाइरेक्टरले मसँग डान्स गरेको नाटक गर्न थाल्नुभयो। उहाँले मसँग नाच्दाखेरि मेरो सुन्तलामा पनि झ्यापझ्यापै छुनु भएको थियो र मेरो पेटमा पनि झ्यास झ्यासै हात हाल्नु भएको थियो। उहाँले त्यस्तो गर्दाखेरि मेरो शरीर एकदमै तातो भइसकेको थियो र मेरो खुत्रुकीबाट गङ्गाजल निस्किन सुरु भइसकेको थियो। त्यो दिनमा मैले भित्र लाउने कपडा लगाएकी थिइन्। मेरो खुत्रुकीबाट निस्किएको गङ्गाजल मेरो साँप्रादेखि तलतल बग्न थालेको रहेछ। मलाई चिसो भएको महसुस भयो र मैले म कतै बाहिर त सरिना भन्दै साइडमा आएर मेरो खुत्रुकीमा हातले हालेर छोएको सेतो गङ्गाजल देखे पछाडि होइन रहेछ भन्दै फेरि म डाइरेक्टर साहबसँग गएर नाच्न थालेँ। त्यस पछाडि उहाँले करिब 2 घण्टा जति मसँग डान्स गर्नुभयो।
र हामी होटलको रुममा फर्केर आयौँ। त्यसपछाडि क्यामेराम्यान आफ्नो घरमा गयो। उसलाई आफ्नो श्रीमतीले फोन गरेको हुनाले ऊ छिटो नै गएको थियो। त्यसपछाडि त्यो रुममा म एक्लै भएको बेला पारेर डाइरेक्टरले मेरो खुत्रुकी फुटाउने सपना बनाइसक्नु भएको रहेछ। उहाँले मलाई भन्नुभयो, यदि तिमी मोडेल बन्न चाहन्छौ भने तिमीले खुत्रुकी खोल्न दिनुपर्छ भन्नुभयो। मैले मानिन र त्यहाँबाट निस्केर बाहिर हिँडे। त्यतिखेर उहाँले मलाई आफ्नो कार्ड दिनुभएको थियो। नचिनेको ठाउँमा तिमी एक्लै बाहिर निस्केर जान लागेकी छौ। कुनै बेलामा यदि तिमीलाई मेरो आवश्यकता परेछ भनेदेखि म तिमीलाई जरुर सहयोग गर्नेछु। तर तिम्रो खुत्रुकीलाई मेरो कोब्रा साँपले भने खोल्न पाउनुपर्छ भन्दै उहाँले मेरो हातमा कार्ड थमाइदिनु भयो। त्यसपछाडि म बाहिर मेरो झोला लिएर बाहिर निस्केर हिँडेर होटलभन्दा बाहिर आएर म बस्ने एउटा पर्सनल भाडाको कोठा खोजे। दिनभरि रुम खोज्दा पनि पाइन। बल्ल बल्ल गरेर बेलुका पाखा एउटा रुम भेट्टाएको थिएँ। गाउँबाट लिएर गएको पैसा पनि खासै धेरै थिएन। त्यसैले मैले ग्यास चुलोहरू केही पनि नकनिकन अलि दिनसम्म होटलमा खाएर आफ्नो कोठामा आएर सुत्ने निर्णय गरे। करिब 1 हप्तापछि त मैले लिएर आएको पैसा पनि सकिसकेको थियो। मैले कुनै पनि ठाउँमा काम खोज्दाखेरि पनि मलाई काम पनि पाउन एकदम गाह्रो भएको थियो। न त अब म घर नै फर्किन सक्थेँ, न त अब मैले कुनै काम गर्न नै गाउँबाट मोडल बन्छु भनेर आएकी मान्छे। म काठमाडौँको ठाउँमा आफ्नो मान्छे कोही नभएको हुनाले खाना पनि नपाउने स्थितिमा पुगिसकेकी थिएँ। त्यसपछाडि मैले केही सोच्न सकिनँ र मैले फेरि त्यही डाइरेक्टरको फोन नम्बरमा फोन गरेँ। उसले भन्यो, तिमी कहाँ छौ भन, म त्यहीँ आउँछु भन्दै रिक्वेस्ट गर्यो र मैले मेरो रुमको एड्रेस दिएँ। त्यही दिनमा बेलुका पाखा क्यामेराम्यान र डाइरेक्टर मेरो घरमा आए र म बसिराखेको रुममा उनीहरूलाई राखे। तपाईहरू एकैछिन बस्दै गर्नुस्, म तल होटेलमा गएर चिया लिएर आउँछु भन्दै म तल गएँ। त्यतिखेर नै क्यामेराम्यानले रुममा नदेखिने गरी क्यामेरा लुकाएर राखेको रहेछ। त्यसपछाडि जब म चिया लिएर आएँ उनीहरूले चिया खाने होइन नानी, अब त चिया खाने हो भन्दै उनीहरूले तल होटलबाट 2टा क्वार्टर मगाए र आफूहरूले क्वार्टर खान थाले र मैले त्यही उनीहरूलाई लिएर आएको 2 कप चिया एक्लै खान थाले। करिब बेलुकाको 5 बजे राखेको थियो। उनीहरू त्यो रक्सी खाएर झ्याम्म परेका थिए। त्यसपछाडि उनीहरूले मलाई खाटको बीचमा राखेर मेरो एकुण्ड सुन्तलालाई समातेर खेलाउन थाले। मैले पनि नाइ भन्न सकेकी थिइनँ, किनकि उनीहरूले पहिला नै मलाई यदि अर्को पटक हामीलाई सम्झियो भने तिम्रो खुत्रुकी खोल्न दिनुपर्छ भनेका थिए। मैले केही सिप नलागे पछाडि म खाटमा भङ्ग भएर गुल्टिएर उनीहरूलाई मेरो सुन्तला पालैपालो खेलाउन दिएँ। एकजनाले मेरो सुन्तला खेलाउँदै मैले माथि लगाएको कपडा खोल्न थाल्यो र अर्कोले भने मेरो खुत्रुकीतिर म सार्दै थियो। पहिलो पटक त्यो पनि 2 जना केटा मान्छेहरूसँग म यस्तो तरिकाले बस्दाखेरि मलाई एकदमै डर लागेको थियो। भनेदेखि अर्कोतिर जवानी केटी भएको हुनाले मेरो खुत्रुकीबाट पुरै चल भएर गङ्गाजल निस्केको हुनाले उनीहरूको कोब्रा सापलाई मेरो खुत्रुकीभित्र छिराउन पाए कस्तो हुन्थ्यो होला भनेर मनमा नै सोचेकी पनि थिए। अचानक डाइरेक्टरले मेरो खुत्रुकीको बाहिरपट्टि मसाज महसुस गर्दा गर्दै उसले आफ्नो एउटा औलो मेरो खुत्रुकीभित्र स्वाट्टै छिरायो। त्यतिखेर म झसङ्ग भए। मेरो शरीरमा जिरिङ भएर काँडा उठेका थिए। जिन्दगीमा पहिलो पटक मेरो खुत्रुकीमा उसको औँला जाँदाखेरि मलाई अलिअलि मजा पनि आइराखेको थियो। त्यसपछाडि उसले पनि आफ्नो कोब्रा सापलाई आफ्नो हातमा निकालेर उसको कपडा सापलाई खेलाउन थाल्यो र उसले आफ्नो कोब्रा साप मेरो मुखमा लिएर लगाइदियो। उसले आफ्नो कोब्रा साप मेरो घाँटीसम्म पुग्ने गरी घाँटीभित्र छिराएको थियो। मलाई एकदमै बमित्याउला जस्तो भएको। त्यसपछाडि उसको कोब्रा सापमा पुरै मेरो घाँटीको रियाल गएर चिल्लो भएको थियो। त्यही रियाल लागेको कोब्रा साप उसले मेरो बिस्तारै खुत्रुकीको मुखमा लगेर मेरो खुत्रुकीमा धकेल्न थाल्यो। धेरै कोसिस गर्दाखेरि पनि उसले सकिराखेको थिएन र उसले मेरो पछाडिको डिक्कीमा छिराउने कोसिस गरेको थियो। त्यतिखेर मलाई एकदमै बल लगाएर मेरो डिक्कीको मुख खोला त भने पछाडि मैले एकदमै टोयलेट जाने बेलामा जस्तै बल लगाएको उसले आफ्नो कोब्रा सापलाई मेरो डिक्कीभित्र छिराउन सफल भयो। त्यतिखेर मेरो शरीरका नसा सड्के जस्तै भएर म तनक्क तन्किएकी थिएँ। तर पनि उसले आफ्नो कोब्रा सापलाई भने बाहिर निकालेको थिएन। त्यसपछाडि उसले बिस्तारै बिस्तारै मेरो डिक्कीमा भित्र बाहिर गरिराखेको थियो।
त्यही बेला क्यामेराम्यान पनि आयो र मेरो खुत्रुकीमा आफ्नो कोब्रा साँप सिधा बनाएर मेरो खुटुकीमा बिस्तारै बिस्तारै गरेर आफ्नो कोब्राले मेरो खुत्रुकीको चापी खोल्न थाल्यो। डाइरेक्टरले मेरो डिक्कीको चापी खोल्दै थियो र क्यामेराम्यानले भने मेरो खुत्रुकीको चापी खोल्दै थियो। दुईजनाले ननस्टप तलमाथिबाट मेरो चापी खोल्दै थिए। क्यामेराम्यानको कोब्रा सापता मेरो मुटुमै पुगेको जस्तो भएको मैले पानी पानी भनेर चिच्याएकी थिएँ, तर उनीहरूले मेरो मुखमा टिस्यु पेपर हालेर मेरो एकुन्टा हातलाई समातेका थिए। मेरो शरीर पुरै निलो भइसकेको मरिसकेको मान्छेको लास जस्तै भएको थियो। मेरो शरीर त्यस्तो हुँदाखेरि पनि उनीहरूले मलाई नछोडिकन लगातार करिब आधी घण्टा जति मेरो डिक्की र मेरो खुत्रुकीको चापी खोले। करिब उनीहरूले आधी घण्टा जति मेरो डिक्की र खुत्रुकीको चापी खोल्दाखेरि खुद्रुकीमा जमेर बसेको लेउ जति सबै निस्किएको थियो भने डिक्कीबाट मेरो सेतो बोसो जस्तो निस्केको थियो। र त्यस पछाडि जब कोब्रा साँपमा पावर सकिएपछि खाटमा आएर भने तिमीलाई हामीले अब सुपरहिट हिरोनी बनाइदिन्छ भन्दै उनीहरूले माथि लुकाएर राखेको क्यामेरालाई निकाले र उनीहरूले त्यो क्यामेरामा मेरो भिडियो मलाई नै देखाउन थाले। उनीहरूले मलाई ब्ल्याकमेल गरेका रहेछन्। त्यस पछाडि उनीहरूले यदि मैले उनीहरूसँग दिनदिनै र उनीहरूले भुलाएको ठाउँमा गएर मैले उनीहरूको खुत्रुकी खोल्ने इच्छा चाहना पूरा गरिन भने मेरो भिडियो युट्युबमा अपलोड गरेर बेइज्जत गरिदिनेसम्म पनि मलाई धम्की दिए। त्यस पछाडि मैले केही सोच्न सकिन। भनौँ भने कसलाई भनौँ नबनाऊ भने आफ्नो मनभित्र कुराहरू सोचेर मर्नु न बाँच्नु भएर बसेकी थिए। उनीहरूले मलाई दिनदिनै उनीहरूको ठुलो ठुलो पार्टी कहाँ कहाँ हुन्थ्यो मलाई त्यही पार्टीमा बोलाउने गर्थे र म रक्सी खान्न भन्दाखेरि पनि उनीहरूले त्यही भिडियोको डर देखाएर मलाई जबरजस्ती रक्सी पिलाउँथे र जब म रक्सी खाएर फिट्टो हुन्थे त्यस पछाडि उनीहरूले मलाई आफ्नो काखमा उठाएर रातभरि होटेलको कोठामा लगेर राख्थे र उनीहरूले मेरो खुतुर्कीको साँचो खोलिदिन्थे। उनीहरूको यस्तो काम बढ्दै थियो। उनीहरूले दिनदिनै मसँग खुत्रुकी खोल्ने सम्पर्क गरिराखेका थिए। मेरो खुत्रुकी फुलेर भक्को पाउरोटी जस्तो भएको खुत्रुकीको बाहिरपट्टि चरचरी चिरिएर घाउ भएको थियो। मलाई हिँड्न पनि एकदमै अप्ठ्यारो हुन्थ्यो र मैले दुईटा खुट्टा फटाउँदै हिँड्ने थिएँ र मलाई बस्ने बेलामा पनि मेरो खुत्रुकी लास्टै पोलेर बस्न खान हुने थिएन। त्यतिखेर मैले मेरो बाबालाई सम्झेकी थिएँ। यिनीहरूसँग मैले खुत्रुकी खोलानुभन्दा अगाडि नै बरु मेरो सौता नै बाबाले मलाई बिस्तारै बिस्तारै नदुखाइकन तिम्रो खुटुकी खोलिदिन्छु भन्दाखेरि नै मैले मेरो खुत्रुकीको चापी खोलेको भएदेखि आज यिनीहरू दुईजना त के 10 जनाले पनि मेरो खुटुकीको चापी खोल्दाखेरि मलाई दुख्ने थिएन होला नि भन्दै मनमा नै सोच्न थाले। त्यस पछाडि जब उनीहरूले मलाई दिनदिनै मेरो खुत्रुकी फुट्ने गरी चापी खोल्ने भएको हुनाले अब यदि यिनीहरू दुईजनासँग मात्रै मेरो किन खुत्रुकी खेलाउने, यसै हिरोनी उसै हिरोनी, यसै सुपरस्टार उसै सुपरस्टार भनेर मैले काठमाडौँमै एउटा होटेलमा गएर मेरो फोन नम्बर दिएँ। त्यो दाइलाई मैले भनेकी थिएँ यदि विदेशतिरबाट कुनै एकदम पैसा कमाएर आएको घाटिस केटाले केटी खोज्यो भनेदेखि मेरो नम्बरमा फोन गर्नु भन्दै म अब बाहिर बिग्रेर हिँड्न थालेकी थिएँ। यसै पनि मेरो खुत्रुकीको घर उनीहरूले खोलेरै छोड्छन्। बरु त्यो भन्दा पनि मैले मेरो खुत्रुकी खोलाएको केही पैसा कमाउँछु भने बरु म खुत्रुकी खोलाएरै सुपरस्टार भएर हिँड्छु भन्दै बाहिरका मान्छेहरूसँग खुत्रुकी खोल्दै हिँड्न थाले। जब म सबै केटाहरूसँग खुत्रुकी खोल्दै हिँड्ने बानी परिसकेको थियो त्यस पछाडि मलाई उनीहरूको पनि डर थिएन। क्यामेराम्यान र डाइरेक्टरले मलाई बार भनिराखेका थिए यदि तिमी हामीसँग खुत्रुकी खोलाउन आइनौ भनेदेखि तिम्रो भिडियो युट्युबमा हालिदिन्छु भन्दै उनीहरूले एक दिन साँच्चै नै मेरो भिडियो युट्युबमा हालिदिएछन्। त्यो मेरो 5 मिनेट 58 सेकेन्डको भिडियोले मेरो जिन्दगी पुरै तहस नहस बनाउला जस्तो भएको थियो। मिडिया र मेरो फेसबुकहरूमा सबैजनाले मेरो भिडियोलाई लिएर चर्चा गर्न थाले। अब यो केटी मर्छ होला कि बाँच्छ होला, यसको 5 मिनेट 58 सेकेन्डको भिडियो एकदमै भाइरल भइसकेको छ भन्दै मेरो फेसबुकमा भएका साथीहरूले पनि मसँग कुनैले मेरो कोब्रा साप यस्तो छ भन्दै फोटो खिचेर पठाउँथे र कुनैले मलाई यति उति पैसा दिन्छु भन्दै मसँग
तिम्रो खुत्रुकी खोल्न देऊ एक रातको लागि भन्दै मलाई धेरैले मेसेज गरेका हुन्थे। बाटोमा हिँड्दाखेरि पनि मिडियाले मेरो इन्टरभ्यू लिन खोज्थे र इन्टरभ्यू लिँदाखेरि पनि राम्रो कुरा नगरेर सिधै तपाईले कतिजनासँग खुत्रुकी खोलाउनु भयो। युट्युबमा हालेको भिडियो तपाईले आफै रेकर्ड गरेको हो कि कसैले भाइरल गरिदिएको हो भन्दै धेरैजनाले मलाई भन्थे र जतिखेर पनि इन्टरभ्यू लिँदाखेरि तपाई त एकदमै खुत्रुकी खोलाउनमा ट्यालेन्ट हुनुहुँदो रहेछ भन्दै मसँग नराम्रो कुरा मात्रै गर्थे। त्यसपछाडि मैले पनि केही सोचिन् र अब मैले मेरो जिन्दगीमा खुत्रुकी खोलाएर नै सुपरस्टार हुन्छु भन्दै मेरो रेट 10,000 हो र कुनै बेलामा एकदम पैसावाला मान्छे आयो भनेदेखि 40-50 हजारसम्म पनि मेरो रेट पुग्छ। एक रातको लागि भन्दै मैले मिडियामा इन्टरभ्यू दिए। जब मैले इन्टरभ्यू दिए पछाडि इन्डियाको धोतीहरूले मेरो भिडियो हेरेछन् र उनीहरूले नेपाल आउने बेलामा मेरो कन्ट्याक्ट नम्बरमा फोन गरेर मसँग मेरो खुत्रुकी खोल्छु भन्दै आउने थिए। उनीहरूले मलाई 40-50 हजार दिन्छु भन्दै मेरो खुत्रुकी खोल्ने थिए र जब मेरो खुत्रुकी खोलिसके पछाडि उनीहरूले मलाई 4-5 हजार नै दिएर उनीहरूले आफ्नो बाटो तताउँथे। अब न त म घर जान सक्थे न त म यहाँ नै बसेर राम्रो तरिकाले अनुहार देखाएर नै हिँड्न सक्थे। मेरो जिन्दगी एकदमै गाह्रो भइसकेको थियो र अहिले आएर बल्ल म पछुताएको छु। बनाउन त मैले मेरो खुत्रुकी खोलाई काठमाडौँमा 2 तलाको घर बनाएकी छु, तर अहिले मेरो तल्लो पेटमा एकदमै ठुलो रोग लागेको हुनाले म हस्पिटलमा भर्ना भएर बसेको करिब 2 महिना भइसक्यो। मसँग भएको पैसाहरू पनि सबै सकियो। अहिले मैले मेरो खुत्रुकी खोलाई कमाएर किनेको मेरो घर नै बेचेर मेरो तल्लो पेटको उपचार गर्न लागेकी छु। मैले सम्पूर्ण नेपालमा भएका दिदी बहिनीहरूलाई के भन्न चाहन्छु भने जति नै तपाईहरूले खुत्रुकी खोलाएर जिन्दगीभरि पैसा कमाए पनि तपाईहरू करोडपति भए पनि जब तपाईहरूलाई कुनै रोग लाग्छ त्यतिखेर तपाईहरूको सम्पत्ति पुरै बेचे पनि तपाईहरूको शरीरलाई फेरि पनि पहिलाको जस्तै बनाउन सक्नु हुँदैन। त्यसैले आफ्नो खुत्रुकीलाई बजारमा बिक्री गर्न नहिँड्नुहोला र आफ्नो घरमा श्रीमान जस्तो हुनुहुन्छ। उनीहरूको कोब्रा साप सानो भए पनि ठुलो भए पनि उनीहरूको कोब्रा साप सँगै मजा लिएर जिन्दगी बिताउनुहोला। जहाँ भए पनि स्वस्थ रहनुहोला अनि व्यस्त रहनुहोला भन्दै आजको हाम्रो यो स्टोरीबाट बिदा हुन चाहन्छु। यदि तपाईहरूले मलाई केही रुपैयाँको सहयोग गर्न चाहनुहुन्छ भने हाम्रो कमेन्ट बक्समा म तपाईलाई सहयोग गर्न चाहन्छु भन्नुहोला। म तपाईहरूलाई मेरो जितेर फोन पेको QR पठाइदिनेछु। जति सक्नुहुन्छ त्यति नै सहयोग गर्नुहोला र मेरो खुत्रुकीको उपचार गर्नको लागि मलाई मद्दत गर्नुहोला। मिल्नेछु अर्को मेरो वास्तविक कथामा। साथीहरू, मैले आजको कथा समाप्त गरेँ। अर्को एपिसोडमा भेटौँला। म प्रेमा हरेक दिन नयाँ कथाहरू लिएर तपाईँ कहाँ आउनेछु। म मेरो इमो नम्बर तपाईसँग साझा गर्नेछु ताकि तपाईहरू मसँग भिडियो कलमा कुरा गर्न र रमाइलो गर्न सक्नुहुनेछ। त्यसैले सबैजना ढिलो नगरी मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र मेरो छेउमा रहनुहोस्।